अब हामी घुम्नु जाँदैछु घुम्नु भन्दा पनि कफी ल्याउनु जाँदैछु सामान ल्याउनु जान्छ भन्नु न हँ सामान ल्याउनु होइन हामी सामान ल्याउनु गएको गाइस कफी ल्याउनु कफी ल्याउनु जाँदैछु हो तपाईँहरू यहाँ त पुरा जाडो रहेछ हो के गर्नु म त यहाँ कक्रेरै कान बहिरा भएर भइसक्यो केही पनि सुन्दिनँ एक त कान नसुनेर होला हो छोरीले पनि टेर्दै अटेरी छ अहिलेको छोरीहरूलाई कसले सक्ने कसैले सक्दैन every match पक्नुलाई दिदीलाई पठा माग्छु नि ल भिडियो दिदीलाई पठा माग्छु नि ल भिडियो गाइस हेलो गाइस तपाईहरु कस्तो हुनुहुन्छ म त ठिकै छु पास ठिकै छु भन्दा नि जाडोले अलिकति कक्रेको जस्तो भएर चाहिँ स्वेटर लगाएर हिँडेको थियो पुरा जाडो छ सिलगढीमा जस्तो त्यो छैन त्यही कारण मलाई सिलगढी गएपछि यता आउनु मन लाग्दैन त्यही मन लाग्दैन हो त्यही कारणले कस्तो बात आउँछ तिनीहरूलाई फेसबुकमा भन्छ